गाइजहरुमा चाहिँ थुप्पा खान लाग्यो है। आज भिडियोमा चाहिँ घरको के बनाएर खाइन्छ है। थुप्पा अनि धनिया हिजो देखाएको थियो नि त धनिया, त्यो धनिया हो। यो चाहिँ धनिया र प्याज काटेको गाइजहरु। अनि अब यसरी खाने। अनि यो चाहिँ के हो? यो चाहिँ के हो? यो चाहिँ खर्सानी हो है, खर्सानी खर्सानी हो। अनि यसरी खाइन्छ। के हो यो? भरि लाग्यो छ सुप नजाने गरी लाग्यो। कति रिस उठ्यो। यो नआएको बेला यो कपाल चाहिँ ठहरो न ठहरो बस्छु हो। दामी भयो दामी। चिसोमा थुक्पा मजा हुन्छ के। यो चाहिँ खास चाहिँ चाउमिन हो हैन। जापानिजहरुले चाउमिन बनाएर खान्छन्। म चाहिँ थुक्पा झोलमा बनाएर खान्छु। गेडागुडी धेरै लामो भिडियो बनाइँदा नै सबैलाई झन्झट हुँदो रहेछ क्या। धेरै लामो भिडियो हाल्न नै एकरी हेर्नलाई। त्यही भएर धनिया प्याज त खानुपर्छ। केटाकुटीसँग त्यो झोल चाहिँ कम लाग्छ तर ठिकै छ। बाई बाई, म थुक्पा खान्छु ल।